साइसनको क्रेडिट कार्डबाट चाहिँ आइफोन किन्न मिल्छ भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ, जुन भिडियोमा चाहिँ मलाई धेरैजनाले चाहिँ साइसनको क्रेडिट कार्ड चाहिँ कसरी एप्लाई गर्छ, साइसनको क्रेडिट कार्ड एप्लाई गर्ने तरिका सिकाइदिनु न भनेर चाहिँ मलाई धेरैजनाले कमेन्ट गर्नुभएको थियो। सो म यो भिडियोमा चाहिँ हजुरहरूलाई साइसनको क्रेडिट कार्ड चाहिँ कसरी एप्लाई गर्छ त्यो सिकाउन गइरहेको छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सबभन्दा फर्स्टमा चाहिँ हजुरहरूको प्ले स्टोरमा गएर चाहिँ साइसन कादो भनेर चाहिँ सर्च गर्नु होला। पछि चाहिँ हजुरहरूले चाहिँ यसलाई ओपन गर्नु होला र ओपन गरिसकेपछि हजुर सबैभन्दा तल गएर चाहिँ वेबसाइट कारा ओमोसिकोमो भन्नेमा चाहिँ क्लिक गर्नु होला र त्यसपछि चाहिँ म हजुरलाई रिकमेन्डेसन गर्ने चाहिँ यो अमेरिकन एक्सप्रेस रिकमेन्डेसन गर्छु। सो त्यसमा क्लिक गर्नु होला र त्यसपछि सिधै गएर हजुरहरू तल जानु होला। तल गएपछि मौसिकोमो भन्नेमा चाहिँ क्लिक गर्नु होला। तपाईहरुले चाहिँ हाईमा क्लिक गर्नु होला र त्यसपछि यो रेड कलरको बटनमा चाहिँ क्लिक गर्नु होला र त्यसपछि यसलाई स्क्रोल गरेर हजुरहरू फेरि यो ओमोसिकोमो भन्नेमा चाहिँ कोचिराकारा मौसिकोमो भन्नेमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गर्नु होला अनि त्यसपछि लाएर हजुरहरूले चाहिँ यसमा आफ्नो एउटा युज हुने चाहिँ एउटा जीमेल आइडी हाल्नु होला। हजुरहरूले जीमेल आइडी हाल्नु भइसकेपछि केही समयपछि हजुरको जीमेल आइडीमा चाहिँ एउटा कोड आउँछ, जुन कोड चाहिँ हजुरहरूले यसमा युज गर्नुपर्ने हुन्छ। र त्यसपछि भनेको हजुरहरू तल जानुपर्ने हुन्छ। एग्री एन्ड कन्टिन्यू गर्नुपर्ने हुन्छ। एन्ड हजुरले चाहिँ यसमा रेसिडेन्ट कार्ड हामीहरूको चाहिँ जाइरो कार्ड भएको कारणले गर्दा जाइरो कार्डमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। अनि आई कन्फर्ममा गर्नु होला, क्लिक गर्नु होला। अनि त्यसपछि हजुरहरूले चाहिँ यसमा चाहिँ आफ्नो जाइरो कार्डको चाहिँ फोटो चाहिँ राम्रोसँग क्लिक गर्न सक्नुहुन्छ। अब नेक्स्टमा क्लिक गर्नु होला। माथि चाहिँ थर लेखेर तल चाहिँ नाम लेख्नु होला र तल पनि सेम अनुसारले हजुरहरूले आफ्नो थर अनुसारले नाम लेख्नु होला। र यो फर्स्ट नेम भनेमा चाहिँ हजुरहरूले चाहिँ इङ्ग्लिसमा क्यापिटल लेटरमा नाम लेख्नुपर्ने हुन्छ। सो हजुरहरूले क्यापिटल लेटरमा आफ्नो नाम लेख्नु होला। फर्स्ट नेम र लास्ट नेम गरेर लेख्नुपर्ने हुन्छ हजुरहरूले। अब हजुरहरूले तल तल गइसकेपछि युगाकुसीमा सबै यो ओके भएको छ। अनि अलि तल जानु होला। अनि हजुरहरूले चाहिँ यसमा चाहिँ अब हजुरहरूको पोस्ट कोड एड्रेसको पोस्ट कोड चाहिँ हाल्नुपर्ने हुन्छ। पोस्ट कोड हालिसकेपछि हजुरको एड्रेस यहाँ देखाउँछ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। हजुरहरूले हजुरहरूको बिल्डिङको नाम र हजुरहरूको रुम नम्बर चाहिँ हजुरहरूले यहाँ लेख्नुपर्ने हुन्छ। लेख्ने बेलामा चाहिँ अलि ध्यान पुऱ्याएर लेख्नु होला, किनकि हजुरहरूले एउटा मिस्टेक गर्नुभयो भने चाहिँ फेरि रिजेक्ट हुने चान्स हुन्छ नि त। सो हजुरहरूले पेडी चाहिँ एक्चुअली रिजेक्ट भयो भने चाहिँ रिएप्लाई गर्न मिल्दैन। तर यो साइसनको कार्ड चाहिँ हजुरहरू एक्चुअली रिजेक्ट भयो भने फेरि रिएप्लाई चाहिँ गर्न मिल्छ। सो यसमा चाहिँ हजुरहरू ढुक्क हुनु होला। यसपछि हजुरहरूलाई यस्तो गामेन देखाउँछ, हजुरहरूको नामहरू सबै ठिक छ कि छैन चेक गर्नको लागि देखाउँछ। सो हजुरहरूले चाहिँ एकचोटि राम्रोसँग सर पढेर आफ्नो काहीँ मिस्टेक भएको छैन भनेर रिचेक गर्न सक्नुहुन्छ। त्यसपछि अब फेरि त्यसमा क्लिक गर्नुहोस्। अनि त्यसपछि आएर फेरि चाहिँ हजुरहरूले चाहिँ इङ्ग्लिसमा नेम हाल्नुपर्ने हुन्छ। सो इङ्ग्लिसमा क्यापिटल लेटरमा हजुरहरूले नाम राख्न सक्नुहुन्छ। अब हजुरहरूले यसमा आफ्नो जेन्डर हाल्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरहरू अब फिमेल हो कि फिमेल हो त्यसमा क्लिक गर्न सक्नुहुन्छ। र त्यसपछि चाहिँ यसमा चाहिँ हजुरहरूले आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। सो मोबाइल नम्बर चाहिँ राम्रोसँग राख्नु होला। अब ओसिगोतोमा चाहिँ हजुरहरूले चाहिँ गाकुसे भएको कारणले गर्दा गाकुसे लेख्नु होला। अनि त्यसमा नासी गर्नु होला र त्यसपछि मैले जस्तै यहाँ माथि क्लिक गर्नु होला अनि चुगीमा गर्नु होला। र त्यसपछि हजुरहरूले चाहिँ सकेसम्म 474 450 अब जति राख्दा पनि हुन्छ। हजुरहरूले चाहिँ त्यो एक वर्षमा कति एनुअल इन्कम भनेको हो त्यो देखाउनु पर्ने हुन्छ त्यसमा। सो यसमा नासी गर्नु होला। अब चाहिँ हजुर सिधै तल जानु होला।
तल गएपछि चाहिँ हजुरहरूले चाहिँ 3rd नम्बरको याचिनमा गर्नु होला, किनकि हामीहरू रेन्टमा बसेको कारणले गर्दा रेन्टमा गर्नु होला। यो चाहिँ त्यसपछि हजुरहरू अब जापानमा कति महिना बस्नुभयो त्यो चाहिँ लेख्न सक्नुहुन्छ हजुरले। 1st 2nd अब 3rd कति भयो त्यो लेख्नु होला। अनि यसमा चाहिँ नासी गर्नु होला, त्यसपछि चुकी गर्नु होला। र हजुरहरूले चाहिँ यो क्रेडिट कार्ड चाहिँ के को लागि युज गर्न चाहनुहुन्छ भन्नेमा हो यो चाहिँ। सो हजुरहरूले चाहिँ खाइमनो सपिङको लागि भनेर क्लिक गर्नुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ। सो यसमा चाहिँ हजुरहरूले चाहिँ आफूले हाल्नुपर्ने पिन, आफ्नो अकाउन्टको पिन नम्बर चाहिँ कति हाल्ने हो त्यो चाहिँ हजुरहरूले याद गर्ने हिसाबले हाल्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँहरूले पछि अकाउन्ट ओपन गर्ने बेलामा चाहिँ युज गर्नुपर्ने हुन्छ। सो अब सपिङको यो हजुरहरूले उ गरिसकेपछि अटोमेटिकली रिभोवाला गर्ने कि आफैले गर्नेवालामा गर्नुपर्ने हुन्छ। हजुरहरूले चाहिँ सकेसम्म आफैले नै पछि अकाउन्ट बनिसकेपछि चाहिँ आफैले रिभो पेमेन्ट गर्न मिल्ने गरेको राम्रो हो। सो मैले चाहिँ मौसीको मनाइमा गरेछु, हजुरहरूले पनि त्यस्तै मौसीको मनाइमा गर्न सक्नुहुन्छ। या मैले जस्तो गरेको त्यस्तो गर्नु होला हजुरहरूले पनि। हजुरहरूलाई चाहिँ फर्स्टमा चाहिँ त्यस्तै सपिङ गर्नको लागि 1.5 लाख चान्स हुनुहुन्छ। अनि अकाउन्ट बनेको हजुरहरूले अलिक पछि चाहिँ हजुरहरूले चाहिँ फेरि पैसा बढाउन मिल्छ। अनि पैसा बढाइसकेपछि त्यसै 3 लाखसम्म पैसा बढाउन मिल्छ, जुनबाट चाहिँ हजुरहरूले चाहिँ आइफोन सजिलोसँग किन्न सक्नुहुन्छ। र हजुरहरूले यसबाट आइफोन किन्नु भइसकेपछि चाहिँ हजुरहरूले पेडी जस्तै गरेर पैसा चाहिँ बिस्तारै बिस्तारै किस्तामा तिर्न सक्नुहुन्छ। यसमा पनि हजुरहरूले मौसीको मनाइमा गर्न सक्नुहुन्छ। र अब त्यसपछि चुकी गर्नुपर्ने हुन्छ। लाइन देवालामा चाहिँ हजुरहरूले क्लिक गर्न सक्नुहुन्छ। अनि अब फेरि हजुरहरूलाई एकचोटि खाको निन गर्नको लागि दिन्छ, हजुरहरूले आफ्नो नाम हेर्न सक्नुहुन्छ, काहीँ मिस्टेक भएको छ कि छैन भनेर चेक गर भन्नुहुन्छ। सो हजुरहरूले चाहिँ राम्रोसँग फेरि एकचोटि रिचेक गर्नुपर्ने हुन्छ। अनि सबै भइसकेपछि हजुरहरूले अब सबै मिलेको छ भने ब्लूवालामा क्लिक गर्नु होला। अब त्यसपछि हजुरहरूले चाहिँ यसमा चाहिँ आफ्नो ब्याङ्क अकाउन्टहरू हाल्नुपर्ने हुन्छ। हजुरले जुन अब जेपी ब्याङ्क युज गर्नुहुन्छ भने सकेसम्म जेपी ब्याङ्क हालेको राम्रो हुन्छ। सो यो जेपी ब्याङ्क हजुरले हाल्नु भइसकेपछि हजुरहरूले भोलिपर्सि क्रेडिट कार्ड युज गरिसकेपछि त्यो युज गरेको पैसा चाहिँ केबाट काट्ने भनेर चाहिँ ब्याङ्क हाल्नुपर्ने हुन्छ, जुन चाहिँ हजुरकोले जेपी ब्याङ्क राख्नुभयो भने मन्थली हजुरहरूले कति चलाउनु भएको छ त्यो अनुसारले चाहिँ हजुरहरूको पैसा चाहिँ यो जेपी ब्याङ्कबाट काट्छ। अब यहाँ चाहिँ हजुरहरूले आफ्नो जेपी ब्याङ्कको कोड नम्बर हाल्नु होला, जुन चाहिँ जेपी ब्याङ्कको हजुरहरूको यो क्रेडिट जेपी ब्याङ्कको कार्डमा लेखेको हुन्छ। सो हजुरहरूले पनि त्यही हाल्नुपर्ने हुन्छ। पासबुकमा पनि लेखेको हुन्छ। सो यदि हजुरहरूले एटिएमबाट भेट्नु भएन भने पासबुकबाट पनि सजिलोसँग भेट्न सक्नुहुन्छ। यो तल चाहिँ हजुरहरूको यो एटिएमको यो नम्बर हाल्नुपर्ने हुन्छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब यसमा चाहिँ हजुरहरूको मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। अब यसो सुसुमोमो गर्नु होला। सुसुमोमो गरिसकेपछि हजुरहरूलाई चाहिँ यस्तो काम हिँड्दै आउँछ। र फेरि सुसुमोमो गर्नु होला। अब हजुरहरूलाई चाहिँ यहाँ आएको यो मोबाइल नम्बरमा आएको कोड हाल्नुपर्ने हुन्छ। सो यो मोबाइल नम्बरमा आएको कोड चाहिँ हजुरहरूले यसमा हाल्नुपर्ने हुन्छ। त्यो कोड हालिसकेपछि फेरि सुसुमोमा क्लिक गर्नु होला। अब यसमा चाहिँ हजुरहरूले हजुरहरूको एटिएमको चाहिँ 4वटा पिन चाहिँ हाल्नुपर्ने हुन्छ। अब हजुरले माथि क्लिक गर्न सक्नुहुन्छ। अब हजुरहरूले एप्लाई गर्नु भएको चाहिँ सक्सेस भयो होइन। हजुरहरूको सक्सेस भयो, हजुरहरूले एप्लाई गरिसकेपछि हजुरहरूको त्यस्तै रिभ्यूमा जान्छ। सो त्यसपछि 1-2 दिनमा चाहिँ हजुरहरूलाई चाहिँ मेसेज आउँछ। यदि हजुरहरूको एक्सेप्ट भयो भने एक्सेप्ट भयो भनेर मेसेज आउँछ, यदि हजुरहरूको रिजेक्ट भयो भने चाहिँ रिजेक्ट भयो भनेर मेसेज आउँछ। सो त्यसको लागि चाहिँ हजुरहरूले वेट गर्नुपर्ने हुन्छ। र यदि यो अकाउन्ट ओपन भइसकेपछि पनि हजुरहरूले चाहिँ यो ओपन गर्ने बेलामा पनि रिभो पेमेन्ट गर्ने तरिकाहरू चाहिँ कसरी गर्ने भनेर थाहा नहुन पनि सक्छ। सो त्यतिखेर चाहिँ हजुरहरूको अकाउन्ट रेडी भइसकेपछि रिभो पेमेन्ट गर्ने तरिका कसरी हो भनेर हजुरहरूले मलाई सोध्न सक्नुहुन्छ। म हजुरहरूलाई भिडियो बनाएर चाहिँ हेल्प गर्ने